लिन्थ्यो ओहो कस्तो धेरै मान्छेहरू म त साह्रै खुसी लागेर आयो अब यो मान्छे चाहिँ 16 पढेर कहाँ आयो भन्नु होला काली छोरा बिहा गएको त्यो चाहिँ बाजा बजाएका छन् नाचेका छन् के हेर्नु ल त्यो क्रिसमसको त्यो पार्टी लाइन्थ्यो नि त्योभन्दा बढी लड्को खाएका छन् बजाएका छन् नाचेका छन् कति रमाइलो अब त्यस्ता बजेर आएको यहाँ पनि रमाइलो छ होला भनेर यसो पत्रेको ओहो के भन्छ भनेदेखि त त्यहाँ फेरि कस्तो भयो भने हाम्रो साइला बजाइरहेको थियो ढोलकी अनि एउटा लुर्को आएर चाहिँ ल म डिस्को डान्स गर्छु ल तालु लाएर ढुङढुङ पार्छ भनेर भन्यो त्यसका बाजे हाम्रो चाहिँ साइलाले फेरि त ननाच लुर्को जा भनेर के भनिदिएको थियो ओहो त्यो लुर्कोले तपाईँ निम्बचास भनेर त्यता ढलकी सलकी दमा ट्याङ्कुरो हुर्दैजियो कता गुन्डुङ मलाई पनि यो 16 बजाएको मान्छेलाई दमा भनेर भक्कै हिर्काएर गुन्डाइदिइहाल्यो गुन्डिँदै माथि बल्छ आइयो तर यहाँ रौसी लिन पठाएको थिएँ कहाँ गयो साइलाउ वा कान्छीबाट चाहिँ रौसी लिएर आएको छु मैले अब यहीँ बस्छु भने होइन कहाँ गयो ओहो उहाँ मुख फुलाएर बसिरहेको थियो रौसी ल्याएको छु मैले आउँदिन मैले साँच्चैकै हो ओहो रौसी बिहामा रौसी खान पाएनन् भनेर यहाँ चाहिँ मुख फुलाएर हिँडेको थिएँ मैले रौसी चाहिँ खोजेर ल्याइदिएको पाल्पो लगाउबाट यहाँ चाहिँ हो साँच्चै हो र ल यस्तै छल्की हामी छलङ यहाँकै होस् र म खाएर देखेँ सक्ने लाग्यो सक्न लाग्यो रौसी भनेपछि बुढा यस्तो रौसिया छन् कि ती माइन्द अलिकति त भुड्नु हो र ओ पढा रहेछ यो सिसाको अन्त त मिसाको राम्रो रहेछ क्या होइन बाटो नि कता मैले ल्याएको त नि खोइ यहाँ छ राम्रो कुरो देखाउनु भने तुम्हेँ लाग्दाखेरि निकालेर चट्टा खानु पर्यो खाइदिने खाने हेर तिमी पनि बजाउने म पनि बजाउने खानाले यत्रो खाना लजाउने खाने साइलो पऱ्यो पहिलो घुर्को तिमी नै लिउँला कत्रो बेर लाग्यो त नि मैले आम्मै खुर्दा खाइरहनु भने मैले त छिट्टै ल्याएको थिएँ नि तिमी चाहिँ कहाँ लड्केर उफुलाएर बसेर चाहिँ कहाँ गयो के त आउने ढिलो गरिस् मेरो बाल यसो डिलतिर गएर हेरेको त ओहो रमितै हाम्रो तोर्दीको पाखामा त रातमै गरेको रहेछ मस्त मौ बसाएर रमितै खुर्सानी घाँटी कुरो भनेकै छैन त खुर्सानी बोर्डदेखि यसो उतापट्टि हेरेको त त्यो रात खुर्सानी भन्दा नि गाला कति राम्रो लाग्यो गइस अनुहार धर पाण्डव सुना तिम्रो त्यहाँ त चाउरी पऱ्यो यस्तो गालालाई पचाउनेलाई चाहिँ मेरो यस्तो लपचिलो गाला त भब्बा फर्सी र तेरो गाला धन्नै उता हुन्छ बुढी चाहिँ के मलाई ए दमा सुहाना सबै बोकेर हिँडेस बस्छ पुरो गाँठी भन्दैछु अनि गएको त खुर्सानी मिल्ला भनेको छ म त हाम्रो खुर्सानी त बजारमा लगेर बेचेर पैसा कमाउँछौँ लानी माया मुला लैजाऊ मान्छे सिक्का हुन्छ नि त्यस्ता मुला आफूसँग अनि त्यहाँ मैले त हेर है
स्याट्टै गरेर घुमाएर 1 रनको गीत दिएको त हरायो गीतै सुताइदियो एकदम मगमा भएर त्यहाँबाट त ये तो बोतल तो खुर्सानी हाँसी कस्तो होला त यसलाई त मैले ल्याएको छु यसलाई त अचार बनाएर डब्बामा हालेर बेच्छन् कि यता त त्यो ल्याउनु पर्छ नि बुढा त्यसरी त यो त अखबारे ओ रातो हिरा चट्ट खोल खोल्न खोल सबै खाइदियो भने मैले त त्यहाँ गएर गीत दिएँ अब गीत कस्तो भन्दाखेरि भाइ स्वर निकाल्नु पर्छ है पहिला तेरो कुरा छिटो गाइहाल्नु मेरो घर यहाँ होइन हो चिठी यहाँ होइन हो चिठी साह्रै नै गए गुर्जेको भयो हाम्रो देशको स्थिति माया माया तिमीलाई सम्झन्छु दिनको तिम्रो भन्दा त मेरो सहना गोरु राम्रो भन्छ मान्छेले मेरो सहना झेल्दैन तिम्रो सहनालाई चाहिँ यत्रो झेल्दैन हल्ला न नेताको पछि लाएर हुँदैन पेन्सन त काले भुतेरीलाई देशको यत्रो टेन्सन गुडको बोतलको भाडो प्लास्टिक भने जहाँ बाँकी फलाउँछ खुरुक्क यहाँले यो दोर्दियो होला भर पुग्नु पाउँदैन साथीहरू हेर्नु यो तिम्रो त्यो बजारी रहेछ फुल है यसो बदल 100 रुपियाँ झऱ्यो त्यही मात्रै ल्याउनु यो बोतल भन्ने कुरो जहाँ पाइँदै फाल्ने होइन बुद्धि भएको हुन्छ हामीले बोतल भन्ने कुरो कहाँ फाल्ने हो भन्दा कुहिने एकातिर नकुहिने एकातिर भनेर फोर छुट्टा हार्दै आउनुपर्छ हरि होइन तेरो बुद्धि पुरै सुन्न रोसी आएर कसैले पुरै सुन्छ पुरानै तेरो गुदी कथा गर्दैछ कुहिने एकातिर नकुहिने एकातिर फोहोर व्यवस्थापन गरियो भने बल्ल राम्रो हुन्छ यो बोतलले कहाँ हाल्ने खोइ फोहोर हाल्ने फोहोर जामाले फाल्ने खाना होइन यो फोहोर हाल्ने ठाउँ हुनु फाल्नु आइज म त फोहोर हाल्ने ठाउँतिर गएँ घर जाने हो आइज म छोडिदिएँ तपाईँ भाँडा छ हामीसँग अहिले पैसा छ यता फालियो भने अर्कै भाँडा ल्याउनु पर्छ आइज म त गएँ ओइ कहाँ गयो फेरि ए सानो ए माछा डम्बरे मुरै क्या विदेशी गलाउने मसाला म बोलिदिइहाल्छु तिमी यसो ट्रेनिङ गर अहिले म यो छिटो आइज कसैमा रहेर कोचिङ आराम गरे जमाना पुलिसमा पनि
गएको हेर्नु यसो के गर्नु ए सानो यहाँ आउनु त ए डलर अलिक भर जान्नुहोस् भने हेर कहाँबाट घुम्न आएको मान्छेलाई एब्रा रुमाल उहाँ नाच्ने बेला तल्लुरकोले रुमालै थालिदियो के रुमाल आइदियो नि छिटो त ओ क्यारेको पहिले भने ए यहाँ 50 रुपियाँ फुल लगाइदिएको यहाँ काजीले चिल्लै 50 डलर तिर्नु हुन्छ बरु तपाईँ उभिएरै केही सुन्नुहुन्छ चिल्लाइ त कहाँ हिँड्न जान्ला मान्छेले छेकेर साइड ल्याउनु त साइड ल्याउनु फेरि अर्को पानीको बात भइदिनु भतिर पार जान्ने जग्गा आइज तपाईँले यति मान्छेलाई चाहिँ चिन्ने हो भने यो गाउँ भनेको हाम्रो हामी भनेको यो गाउँमा मान्छे हो तपाईँले चाहिँ यति यहाँ फुलाइदिनु पर्दैन मान्छेको कलाको सम्बन्धहरू पर्दैन तपाईँले अनि यो साइकल चलाएर लगाइदिनु पर्छ कि दुईजना अब उठ्छ क्या होइन पड्काइदिन्छ जस्तो मान्छे होइन एकछिन विदेशी भनेको त नेपाली रहेछ भाइ मजा भाषा होइन एकछिन के गर्दो रहेछ भनेर यसो हेरेको छ मान्छे त अचम्मको रहेछ नि जोर्ती गाउँपालिका नमुना गाउँपालिका छ अनि कृषिमा नमुना छ कला संस्कृतिमा नमुना छ पर्यटनमा पनि बिस्तारै सुरुवात हुँदैछ भनेर के कस्तो छ माहौल यसो बुझ्न आएको त्यो मान्छे त अचम्म छ ल हेर जाँड खाछ बुङबुङ गनाएको छ जहाँ पाए त्यही फोहोर गरेको छ बोतल फालेको छ यसरी चाहिँ गाउँमा घुम्न आउने नयाँ पाहुनाहरूलाई अनि यस्तो व्यवहार गरेपछि हाम्रो गाउँमा आउँछन् त अब नेपाली भनेर कसले गर्छ विदेशी हो कि पाहुना भनेको विदेशी नि हुन्छ नेपाली पनि हुन्छ सबैसँग त्यसरी चाहिँ यसरी पैसा बाटोमा हेर त बाटो झिकेर त्यो त राम्रो भएन नि यो हामीले यसो गरेर के रिजन यो हाम्रो चाहिँ परम्परा भन्छ परम्परा त हो त नि बिचरा राम्रोसँग सत्कार गरेर हाम्रो सचेत भनेर हाम्रो परम्परा त्यो पो परम्परा फेरि झ्याङ अगाडि विदेशीलाई चाहिँ थाहा पाउनै विदेशी भने यस्तो हो तपाईँले विदेशी स्वदेशी भन्ने होइन पर्यटक भनेको हाम्रो गाउँमा हाम्रै ठाउँको मान्छे पनि हुन सक्छ एउटा गाउँबाट अर्को गाउँमा पनि पर्यटक हुन सक्छ दोर्दी यति राम्रो गाउँ छ म त आफ्नो गाउँको मान्छे भए मलाई त्यस्तो प्रभाव नपर्ला तर बाहिर नि आउने मान्छेलाई यो व्यवहार चाहिँ मन पर्दैन है बुझ्नु पर्यो तपाईँहरू गाउँलेहरूले सबैले है धन्यवाद अब यसले गल्ती गरेर म कागा गरेँ ठिक छ सुधु सुन्नुहोस् उहाँलाई यो बाटो छेक्ने कुरा मात्रै होइन दोर्तीले रातो हिरा भनेर विश्वभरि आफ्नो नाम चिनाएको छ भन्ने कुरा सिकाउनुहोस् उनलाई हो धेरै ठाउँ विभिन्न दुध पोखरी मेवे पोखरी बरा पोखरी जस्ता धेरै पोखरीहरू वरिपरि छन् हाम्रो डाँडा काँडा छन् हरियाली वन जङ्गल छन् भनेर जडीबुटीको केन्द्र छ भनेर सिकाउनुहोस् उनलाई बाटो छेक्न होइन है अनि अर्को कुरा तपाईँले के कुरा बुझ्नु पर्यो भने पर्यटन भनेको चाहिँ हाम्रो लागि चाहिँ सधैँको लागि हुन सक्ने आम्दानी हो केवल राम्रो व्यवहार गरे हुन्छ हाम्रो आम्दानीको स्रोत हो तेरो टोप्रे कानले सुन्छ होस् अब आइन्दा यस्तो व्यवहार कुनै पाउनमा नगर्नु होला म यही दोर्दी गाउँमा अब हामी के पर्यटनहरूको लागि चाहिँ पर्यटकहरूलाई के चाहिन्छ भनेर खोजी गर्दैछ म जस्तै साइकल चलाउने साथीहरू अरू पनि आउन खोज्दैछन् राम्रो जानु होला शुभकामना फेरि जाने बाटो कहाँ हो थाहा छैन भाडो राखेर
दिनु पर्यो नि। फुक्कै हेरी ओ यस्तै हो बुझिस् ओहो आफैले खाएर फालेको भाँडोमा अय्या, लड आफैलाई ओहो के होला यो कलीमा बाबु उत्तिखेर कली होइन। अफार त उत्तिखेर देखिन्छ त्यही भएर मैले चाहिँ विश्वास गर्ने हो त्यो भाँडालाई अब अब सुध्री लाइ हाम्रो लड भएछ अर्को त बाटो यता यता यतै हो ल यो अब बुद्धि सुध्री हेलो धन्यवाद आएको छ यति राम्रो लागेको भए सबैले हल्ला चाहिँ ताली बजाइदिनुहोस् त ल हेर्नु उहाँले यो व्यङ्ग्यात्मक तरिकाबाट एउटा राम्रो सन्देश दिएर बिताउनु भएको छ। हाम्रो गाउँलाई हामी आफै प्रवर्धन गर्नुपर्छ। यहाँ थुप्रै पर्यटकीय सम्भावनाहरू छन्।